नमस्कार। आज हामी त्रिभुवन विश्वविद्यालयको बीबीएस चौथो वर्षको एउटा विषयमा कुरा गर्दैछौँ। बिजनेस रिसर्च मेथोडोलोजी, हैन, MGT 401। यो किन अनिवार्य गरियो होला? कतिलाई अलि झ्याउ लाग्दो विषय पनि लाग्न सक्छ नि। हो त नि, तर यसको खास कारण छ। आज हामी यसो हेरौँ न त टियुको पाठ्यक्रम र केही अरू स्रोतहरू केलाएर किन यो महत्त्वपूर्ण छ भनेर। एकदम। ल सुरु गरौँ। खासमा यो किन आवश्यक पर्यो त पहिलो कुरा? यसको एउटा मुख्य कारण त त्यो चौथो वर्षको अन्त्यमा गर्नुपर्ने फिल्ड वर्क या प्रोजेक्ट रिपोर्ट छ नि, हो त्यो अनिवार्य छ। हो र? मैले त बिर्सिसकेछु। हजुर, अनि यो कोर्सले चाहिँ त्यही प्रोजेक्ट रिपोर्टको लागि जग बसाल्दिन्छ, चाहिने सिप ज्ञान सबै। मतलब यो खाली किताबी कुरा मात्र भएन, सिधै प्रयोगात्मक कामसँग हो, सिधै जोडियो, प्रयोगात्मक नै हो। जोडियो। तर कसरी के सिकाउँछ त यसले फिल्ड वर्कको लागि? यसले त खै सुरुदेखि नै गाइड गर्छ, जस्तो अनुसन्धानको लागि टपिक कसरी छान्ने, हैन, त्यो पनि सान्दर्भिक हुनु पर्यो, गर्न सकिने खालको हुनु पर्यो। हो, विषय छान्न नै गाह्रो हुन्छ कहिलेकाहीँ। अनि त्यो विषयसँग सम्बन्धित जानकारी, मतलब तथ्याङ्क कहाँबाट कसरी जम्मा गर्ने, अनि जम्मा गरेको डेटालाई कसरी विश्लेषण गर्ने, त्यसबाट अर्थपूर्ण निष्कर्ष कसरी निकाल्ने। डेटा एनालाइसिस पनि हो, अनि अन्तिममा त्यो सबै खोजलाई एउटा राम्रो प्रोफेसनल रिपोर्ट कसरी बनाउने, यी सबै चरणमा यसले सघाउँछ। ओहो, मैले त यस्तो सोचेकै थिएन। यो त पुरै प्रक्रिया रहेछ। मतलब खाली रिपोर्ट लेख्न सिकाउने मात्र होइन, बरु अनुसन्धानकर्ताले जस्तो सोच्ने तरिका विकास गराउने रहेछ। स्रोतहरूले नि त्यस्तै भन्छन्। हो, एकदमै महत्त्वपूर्ण कुरा हो यो। यो अनुसन्धानकर्ता जस्तो सोच्ने भनेको के हो त? अलिक प्रश्न पारिदिनुस् न। यो भनेको नि कस्तो भने नि, कुनै पनि कुरा वा जानकारी आयो भने त्यसलाई जस्ताको तस्तै हो भनेर नपत्याउने, त्यसलाई अलि केलाएर हेर्ने, आलोचनात्मक दृष्टिले। आलोचनात्मक दृष्टिले कसरी? मतलब प्रमाण खोज्ने, प्रश्न गर्ने, यो किन, कसरी, के आधारमा, विभिन्न कोणबाट हेर्ने। जस्तो बजारमा हल्ला चल्यो भन्दैमा व्यापारिक निर्णय लिइहाल्ने होइन नि। हो त। तथ्याङ्कले के भन्छ, डेटा हेरेर विश्लेषण गरेर मात्रै निर्णय लिने क्षमता हो, त्यही हो अनुसन्धानकर्ता जस्तो सोच्नु भनेको। बुझे। यसले त पूर्वाग्रहबाट बच्न पनि मद्दत गर्छ होला नि, होइन? मतलब आफ्नो व्यक्तिगत विचार वा धारणाले गर्दा डेटाको गलत अर्थ नलागोस्। बिल्कुल, त्यो एकदमै जरुरी छ। हाम्रो आफ्नै विश्वासले गर्दा कहिलेकाहीँ तथ्यलाई बङ्ग्याएर हेर्न सक्छौं, तर अनुसन्धानले त्यसो गर्न दिँदैन। तथ्य र प्रमाणमा आधारित हुनु पर्यो। हो, आजको यो डेटा नै डेटा भएको संसारमा त झन् आवश्यक हो नि। अनुमानले भन्दा त तथ्याङ्कले देखाएको बाटो हिँड्दा बढी सफल भइन्छ व्यापारमा। यही सिप त हो नि जसले बीबीएस सकेपछिको यात्रामा पनि धेरै मद्दत गर्छ। त्यो कसरी? मतलब पढाइ सकेर काम गर्दा कि अझ माथि पढ्दा? दुवैमा, एकदमै। यदि भविष्यमा कोही MBS, MBA, MPA जस्तो मास्टर डिग्री गर्न जानुभयो भने त्यहाँ त रिसर्च झनै गहन हुन्छ। हो, थेसिस लेख्नुपर्छ। हो, अनि यो बीबीएसमा सिकेको आधारले त्यहाँ एकदमै सजिलो बनाउँछ। अनि काम गर्ने बेलामा नि, प्रोफेसनल लाइफमा? प्रोफेसनल लाइफमा त झन् कति हो कति। चाहे मार्केटिङमा होस्, म्यानेजमेन्ट कन्सल्टिङमा होस्, कुनै कम्पनीको लागि नीति बनाउने काममा होस्, वा आफ्नै बिजनेस सुरु गर्ने होस्। उद्यमशीलतामा पनि? हो, उद्यमशीलतामा त झन् बजार बुझ्नु पर्यो, ग्राहक चिन्नु पर्यो, समस्या के छ थाहा पाउनु पर्यो, समाधान खोज्नु पर्यो, यी सबैमा अनुसन्धान र विश्लेषण गर्ने सिप चाहिन्छ नै। भनेपछि यो कोर्सले आजको प्रोजेक्ट रिपोर्ट मात्र होइन, भोलिको करियर र पढाइ दुवैलाई तयार पार्दो रहेछ। हजुर, ठ्याक्कै। अनि यसलाई अझ ठूलो चित्रमा हेर्ने हो भने नि, यो विषयले टियुको बीबीएस कार्यक्रमलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन पनि मद्दत गर्छ। अरू देशका राम्रा बीबीएस प्रोग्रामहरूमा यो विषय अनिवार्य नै हुन्छ प्राय। हो र, यसले त हाम्रा विद्यार्थीलाई बाहिर पनि प्रतिस्पर्धी बनाउने भयो। हो नि, विश्व बजारमा कम्पिटिटिभ बनाउँछ। कम्पनीहरूले गर्ने बजार अनुसन्धान, नयाँ सामान ल्याउँदा गरिने सम्भाव्यता अध्ययन, ग्राहक कतिको सन्तुष्ट छन् भनेर नाप्ने सर्वे, यी सबैमा यही सिकाइ त प्रयोग हुने हो। ल, निकै महत्त्वपूर्ण रहेछ यो विषय त। त्यसो भए आजको हाम्रो यो कुराकानीको सार के भयो त संक्षेपमा भन्दाखेरि?
संक्षेपमा भन्दा यो बिजनेस रिसर्च मेथोडोलोजीले बीबीएसका विद्यार्थीहरूलाई किताबी ज्ञान मात्र दिँदैन, यसले उनीहरूलाई एकदमै आवश्यक पर्ने व्यावहारिक सिप दिन्छ। जस्तो कि समस्या समाधान गर्ने सिप, आलोचनात्मक सोच्ने क्षमता अनि हल्लाको भरमा होइन कि प्रमाण हेरेर निर्णय लिने खुबी। हो, यो त भविष्यको लागि एकदम बलियो आधार भयो। हो। अनि अन्त्यमा एउटा कुरा सोच्न छोडेर जाउँ न त। हुन्छ। अनुसन्धान विधि सिक्नु भनेको खाली पाठ्यक्रम पास गर्नु मात्रै होइन रहेछ। यो त निरन्तर बदलिरहने व्यापारिक संसारमा अपडेटेड र जिज्ञासु रहिरहने एउटा कला पनि रहेछ। हो त। अब सोच्नुपर्ने कुरा के छ भने यो सिपले भविष्यमा आउने हामीले अहिले सोच्दै नसोचेका चुनौतीहरूलाई बुझ्न र समाधान गर्न चाहिँ कस्तो नौलो दृष्टिकोण देला त। हो, यो त साँच्चै विचार गर्नुपर्ने प्रश्न भयो। ल, आजलाई यति नै गरौँ। धन्यवाद। धन्यवाद।